काठमाडौँ महानगरपालिका 24 मखनटोल स्थित महादेव चोकमा बुधबार बिहान एउटा घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको 4 तले घरमा ग्यास चुहिएर आगलागी भएको हो। आगलागीमा परि मृत्यु हुने महिलाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको 5 तले घरमा पनि आगो सल्किएको छ। दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको छ। आगो निभाउन काठमाडौँ र ललितपुरका 6 वटा दमकल प्रयोग गरिएको थियो। आगलागीमा परि एकजना महिलाको मृत्यु भएको हो। सूरज आर्केट पछाडि पर्ने मखन गल्लीमा रहेको श्रेष्ठको 4 तले घरबाट आगलागी शुरू भएको थियो। माटो र काठले बनेको कच्ची घरको तेस्रो तलामा ग्यास लिक भई आगलागी शुरू भएको प्रहरीले जनाएको छ। दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको 5 तले पक्की घरमा समेत आगो सल्किएको थियो।